अनि साथीहरु के छ तपाईहरुको हालखबर? आज म धेरै दिनपछि दाइको रुममा आए। फेरि पनि दाइको रुममा आएर सट्टा सरले चाहिँ आज घुमफिर हुने प्रोग्राम हुँदैछ। सो दाइले चाहिँ पर्खिरहेको छु चाहिँ अनि त्यहाँ त्यो भाइ पर्खिरहेको छ, मेरो भाइ हो यो चाहिँ। सो म चाहिँ यहाँ बसिरहेको छु। सो दाइलाई वेटिङ गरिरहेको छु, दाइको देखेर आउँछ हैन। सो यताको अपार्टमेन्ट चाहिँ राम्रो छ। अहिले डेको भ्यू भन्दा पनि नाइट भ्यू चाहिँ एकदम बेस्ट हुन्छ यहाँनिर चाहिँ। सो अहिले म चाहिँ यहाँनिर बसिरहेको छु, एकछिन चाहिँ बजारतिर जाने अनि त्यसपछि आएर चाहिँ सागसब्जीहरू किनेर चाहिँ आज चाहिँ सागसब्जीहरू चिकनहरू चाहिँ किनेर आज खानुपर्छ भन्ने चाहिँ प्रोग्राम गरेको छ भने 3-4 भाइले। सो सन्चै हुनुहुन्छ ल सबै साथीहरू? कृपया मलाई त भएन कतै बोल्नु भएको छ गाउने पनि यसो सम्झेर एकखेला आइदिनु होला मेरो भिडियो हेर्न। अरू त खासै केही छैन। सो साथीहरूलाई चाहिँ धेरै सम्झेको छु म पनि। कहिले कसो चाहिँ अब कामको व्यस्तताले गर्दा योपालि चाहिँ कामको व्यस्तताले गर्दाखेरि चाहिँ कसैलाई पनि सम्झिनु पाएको छैन। त्यसको लागि एकदमै हृदयदेखि नै क्षमा सरी सबैजनालाई। सो दाइ पनि आउँदै हुनुहुन्छ उहाँनिरबाट अलिक परबाट, त्यहाँ दाइ आउँदै हुनुहुन्छ। सो दाइलाई पर्खिरहेको छु, एकछिन वेटिङ गरौँ। त्यसपछि पुगिसक्यो भने चाहिँ तपाईँहरूलाई म कहाँनिर पुग्यो के गर्यो भन्ने कुरोको अपडेट गराउने छु है साथीहरू। सो हेर्नु होला। हेलो साथीहरू, नमस्ते है सबैजनालाई, नमस्ते, स्वागत छ। हामी चाहिँ आज दाइकोमा 2 भाइ भएर घुम्न आएको छौँ बजार नि होइन। ठिकै खाँदै के यो दाजुको अपार्टमेन्ट हो यहाँ दाजु चाहिँ। सो आज चाहिँ म दाजुको अपार्टमेन्टतिर चाहिँ घुम्न आएको छु। सो सबैजनालाई नमस्ते। अनि आज म धेरै दिन पछि खोल्दैछु non lagi itu blokah nang siapa nang ya प्राय भने त न त त्यो खाले आज म धेरै दिनपछि ब्लगको प्रोसेस गरिरहेको छु, तपाईहरुको सामु आउने प्रयास गरिरहेको छु। कस्तो लाग्छ तपाईहरुले आफ्नो प्रतिक्रिया दिनु होला। सन्चै हुनुहुन्छ होला? अब ल साथीहरु, म चाहिँ अब चाहिँ लागे है, अब दोकानतिर जाँदैछु। यहाँ यसो स्विमिङ पुल छ यहाँनिर चाहिँ चरो नुहाइरहेको छ। त्यही भएर चाहिँ केटाकेटीहरू नुहाएको चाहिँ भिडियो बनाउँदैन। रुमभित्रको चाहिँ यो होस्टेलभित्रको रमाइलो छ यहाँनिर, राम्रो ठाउँ छ। स्विमिङ सब चिजको व्यवस्था छ। हाम्रो ठाउँतिर हो केही नभएको साथीहरू, केही छैन। फाइनली साथीहरू भिडभाडबाट चाहिँ आइयो, यहाँसम्म चाहिँ आइपुग्यो। अब भित्र अगाडि गएर चाहिँ हल्का चाहिँ कपडा ल्याउनु पर्ने छ कामको लागि। कपडाहरू चाहिँ 5 रुपियाँमा 10 रुपियाँको कपडाहरू पाउँदो रहेछ। सो काममा लगाउन चाहिँ एकदम बेस्ट। ल हेर्नुहोस्, यो हुँदै 38 रुपियाँ। हेलो का आँप ल्याउनु लाग्यो साथी हो, आँप अङ्गुर। किलो के 12 रुपियाँ। 100 रुपियाँ केजी। 100 किलो के 12 रुपियाँ। नो नो आप चाहिँ सुपर छ साथीहरू। लास्टै भिड छ साथी हो। यहाँ के पैसा नि अब
Visual sih. Rumah ni fin ya zaman. Rumah fasih fin gitu kan? Kulit lepas fasih. Kulit lepas. Sorry, rat ni dulu. Sorry ni mau ni. No ni kat. Di going bore. Ada tu program. This is going on lagi nak. Oh, tak nak kan? Gitu dah lah kira bank. यसमा 60 वटा अन्डा छ सो हामी 3 भाइले चाहिँ 200 वटा अन्डाको प्रोग्राम गरेका छौँ सो लेट्स सी कति खाइन्छ अन्डाको डनहरु छन् यताहरु साथीहरु मेरो भात चाहिँ यति हो सो भात चाहिँ यति खान्छ भातको डाइटिङ अन्डाको फाइटिङ साथीहरु हेर्दै जान्छ एन्डमा त चाहिँ कति कति खाइसक्यौँ हामीले कतिवटा बाँकी छ र कति खान्छौँ भन्ने चाहिँ तपाईहरुलाई एन्डमा हामी देखाउँछौँ ल साथीहरु ल है यो फाइनली चाहिँ खाना खाइयो अन्डा पनि खाइयो लास्टै खाइयो है लास्टमा चाहिँ कति बच्यो भन्दाखेरि चाहिँ 11 पिस बच्यो 60 वटा अन्डामा 11 पिस बच्यो 11 पिस मध्येमा 3 भाइले अरु चाहिँ खाइएछ सो हेलो साथीहरु नमस्ते फेरि पनि है आज म अन्डा च्यालेन्ज गरेको चाहिँ अन्डा चाहिँ आज 15 वटा अन्डा खाएछु म चाहिँ 15 वटा अन्डा खाएँ कति खाएँ थाहा भएन अनलिमिट अन्डा खाइयो है त्यसमाथि पनि एक बटुको भात काँक्रा के के हो सो अब चाहिँ लास्टमा यहाँबाट धेरै धन्यवाद भन्न चाहन्छु मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्छ सो आफ्नो विचार धारणाहरु कमेन्ट बक्समा राख्दिनु होला भन्न चाहन्छु सो मेरो डेली भिडियो चाहिँ आउन सक्दैन त्यसको लागि म क्षमा प्राप्ति पनि छु किनभने चाहिँ मेरो आज रिजार्टिङको लागि छुट्टी छ त्यस अवधिभित्रमा चाहिँ मेरो भिडियो आउला त्यसपछि चाहिँ भिडियो आउन सक्दैन मेरो कन्टिन्युटी गर्न सक्दिनँ त्यसको लागि क्षमा चाहन्छु सो जतिजनाले हेर्नु भएको छ कृपया तपाईहरुको विचार कमेन्ट बक्समा राख्नु होला भन्दै अहिलेको लागि चाहिँ एन्ड गर्न चाहे हवस् त नमस्ते बाई बाई